हेर न बुवालाई जी गरिदेऊ न बुवाजी भन्छ आमालाई जी गरिदेऊ जी बुवालाई पनि जी गरिदेऊ आमालाई जी गरिदेऊ जी गर्ने हो सबैलाई रुला लाग्यो आउ शिक्षार सुसु म त केही पनि भनेको छैन नि त अहिले त बुवा कहाँ हुनु भएको त कहाँ लिनु भएको बुवा अनि सबैको देख्छ मन से के भिडियो बनाउनु के गरे फोटो खिच्नु हात अच्छा लिमान धेरै लाइदिनु न मिठो बाइले त नै छ माने न धेरै कम जाने भन्ने पैसा धेरै दियो भनेको भन्नु मात्रै गर्छ मामाले कस्तो धरा खाली तिन बेगले हैन तपाईलाई बोल्न त धेरै छोरीको मान्छे मैले झोला कहाँ ल भाइ तपाईलाई भाइ गर्दै के मसा जाने शनि यसो छ मैले त लिएर आइन खाता साता सँगै हुन्छ नेपाली पैसा छोरी यसले मरिए मारेर यसले लिएर आइदिन्छ म त जानु पर्यो सानी मान्नु पर्यो अनि छोरीलाई यता हेर छोरी खै छोरी खै छोरी लाउ नानी लाउ ए मलाई सबै पैसा दिने हो कस पालो अब ज्वाइँ त कता पाउनु भएको त तिमीले अनि भोलि स्ट्यान्डर्ड दिनु अनि नेपाली देखा भोलि दिनु दिनु ठीक है यत्रो भयो त हैन गोरे लाइदिनु छोरीले हात मात्र लाइदियो दसैँ लासै हुनु हो मलाई भिडियो गर्दिनु न भन्छ फोटो हाल्नु न फोटो युट्युबबाट फालिन्छ त्यो पर हाले फेसबुक पास गरेर चाहिँ के देखाउने नभन छोरीले के खाइछ यही हो ल शुभयात्रा राम्रोसँग जाऊ है कति भाग्यवान छोरीलाई बहिनीलाई सँगसँगै सबैको पज गर्दै भिडियो गरिदिरहेको छु धेरै हुन्छ खाजा त धेरै हुनुभयो त अनि एउटा मात्र लाउनु दिन्छ एउटा मात्र हो ठुल्बा लगाइदिनु मर्टिका दिदी कति आइनु भएको साढे 12 बजे मलाई पर्दैन पैसा एक भारी बनाएर नखाने हेर्छ खाए है गलाई खान नसके अब हेर्नु पर्खा खाएर म यता कालट्याङ्की आउनु न कालट्याङ्की यता यो गुम्बानी त गुम्बाले त गुम्बाभन्दा यता अर्को जग्गा त्यो कालट्याङ्की उता नेपालका जाने पलाइसम्म सब लद्रे थाहा भयो है
मनी त दिदी हो मनी खै त खोइ छोरीलाई तल सक्यो प्रकाश खाता लाग्यो नानी पर्दैन होला कसले राखे खाता खोलेर आइसकेको खाता खोलेर पैसा गएर झ्याम्झ्याम तपाईँ रहेछ म सबभन्दा जेठो थियो जान्छु आउनु नि त अनि सबै भइसक्यो नानी रिनाजु अहिलेसम्म चाहिँ के हेरे बसिरहेको रिनाजु के भयो आएर अहिले लाग्छ म आइपुग्छु अहिले आउँछु है हात धर्म रमाइलो